हेलो गाइस, गुड मर्निङ। सेवारो सबैलाई। आज चाहिँ सन्डे हो। सन्डेको दिन माछा मिट राम्रो राम्रो पाउँछ कि बिहान बिहानै। अनि माछा लिन गएको। आज चाहिँ माछा खानु पर्यो। आज सन्डेको दिन के गर्नु, खानै पर्यो। माछा सन्डेमा चाहिँ राम्रो फ्रेस भेट्छ कि बाटो बाटोमा राखेको हुन्छ। त्यही माछा ल्याउनु गएको। बिहान बिहानै गयो। अब के गर्नु, भरे पुरा भिड हुन्छ। भरे पुरा भिड हुन्छ माछा दोकानमा। पुरा लाइन लाग्नुपर्छ माछामा पनि। यस्तो गल्ली गल्ली जानुपर्छ। हाम्रो रुममै गल्लीदेखि आएर ठ्याक्कै गल्ली गल्ली जानुपर्छ। बिहानको टाइममा यसो हिँड्दै हिँड्दै आएको। कति स्कुटी चलाउनु भनेर हिँड्नु पनि पर्छ। हिँडेको राम्रो नि बिहान बिहान। पानी पर्दैछ तर आज फुसफुसे। राति पानी परेछ आज। पुरा फुसफुसे पानी परिरहेछ। यहाँनिर मन्दिर छ। परेवाहरू हेरेन बाटो। मेरो साथीको रुम चाहिँ यता छ है। यता रुम यही बिल्डिङ हो अगाडिको। मन्दिर यहाँ चाहिँ पूजा भइरहन्छ जहिले तहिले। पुरा डेली पूजा हुन्छ। माछा दोकान भिड लागिरहेको छ हो। एक बिहान बिहान यत्रो मान्छे भएर त झन् साह्रो किनिसक्नु हुँदैन। पुरा भिड लाग्छ यिनीहरू। लु माछा किनेर आइयो, आइँदैछ। के गर्नु, भाङ्डा माछा ल्याएको। भाङ्डा माछा किनेर लिएर आइयो। सन्डे चाहिँ माछा खानुपर्छ। त्यस्तो बाटोको छेउछेउमा त्यो ठेलामा राखेको माछा चाहिँ ताजा ताजा फ्रेस हुन्छ क्या। मतलब ताजा फ्रेस हुन्छ। तब यो दोकानदेखि किनेको चाहिँ लगभग 4 दिन 5 दिन एक हप्तादेखि अगाडिदेखि यो आइसमा फ्रिजमा राखेको हुन्छ कि त्यो प्यात्तै भएको हुन्छ। त्यो माछा खाएको नखाएको यत्तिकै पैसाको नाश मात्रै। अनि यस्तो माछा खानु मन लाग्यो भने चाहिँ हप्तामा एक बार सन्डेको दिन चाहिँ यसरी यताकै उसमा ठेलामा बेच्छ कि लोकल एकदम फ्रेस बेच्छ। ल्यायो खायो। यताउँदै फ्रेस आइटम भेट्नु नि साह्रो कि। त्यसैले फ्रेस आइटम पाउनुको लागि अलिक पर्खिनुपर्छ। के गर्नु, आज सन्डे हो। माछा खानु दिन हो आज। खाइँदैछ। बिहान पाखा यसो हिँडेको नि हो, वकिङ गरेको। बिहान पाखा यसो हिँड्दाखेरि शरीरलाई पनि राम्रो हुन्छ नि त। स्वास्थ्य पनि राम्रो हुन्छ। त्यसैले बिहान हिँड्दै गएको। नजिकै छ, बेसी टाढा पनि छैन। अब भिडियो हेर्दै गर्नु होला। तपाईँलाई अहिले भरे कसरी पकाइन्छ होइन, कस्तो हिसाबले पकाइन्छ त्यो पनि देखाउँछु। अब रुममा आइपुग्नु हो क्या। हस् त, हेर्दै गर्नु होला एकछिन। लु है साथी हो, माछा ल्याएर पनि पकाइँदैछ। अब यता फ्राई भाङ्डा माछा हो यो। मजाले फ्राई हुँदैछ। अब एकपट्टि लगाइएको छ, एकपट्टि पाकेर अर्कोपट्टि पर्लाक्क पढाउनुपर्छ। रातो हुने गरी माछा। कुकमेन के गर्नु, के अरे
उयो माछा मासु छ भने चाहिँ मै अघि सर्छु कि मेरो हातको मिठो हुन्छ अरे नि त माछा मासु बनाउँदाखेरि। त्यसैले आज चाहिँ माछा स्पेसल डेमा मैले नै अब त्यो माछाहरू पकाउँछु हो। अब के हुन्छ दाल भात होइन त्यस्तै हो। ल त हस् त सबैलाई शुभ बिहानी, सबैको दिन शुभ रहोस्। बाई बाई, भरे भेटौँला।